र धेरै वर्षपछि एउटा कानुन आएको छ। त्यो कानुन म कानुन निर्माता ल मेकर भएर काम गरिरहेको छु, सांसद हुँ म। त्यो प्रथम दृष्टिमा हेर्दाखेरि नै त्यसमा सयौं त्रुटि छ। मैले मात्रै त्यो यो विधेयकमा अहिले संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले अस्ति सरस्वती हेर्दै गर्दा 70 वटा भन्दा बढी संशोधन त मैले एक्लैले हाल्ने रहेछु भनेपछि कतिवटा त्रुटिहरू होला यसमा। यसमा यावत त्रुटिहरू छ। त्यसैले हामी के आह्वान गरिरहेका छौँ भने यो अहिले बनाउने कानुनले आजको प्रब्लम मात्र होइन, मैले जसरी म्याथ साइन्सको कुराकानी गरेँ, आजको मात्र होइन, आज बन्ने शिक्षाको कानुनले कम्तीमा 20 वर्षसम्म यसलाई हेर्न सक्ने गरिकन हाम्रो अहिले कानुन बन्नुपर्ने छ। यो कानुन बन्दै गर्दा हामीले संविधानलाई पनि केन्द्रमा राख्नुपर्ने छ। र सबभन्दा ठुलो कुरा शिक्षकहरूको आत्मसम्मान, शिक्षकहरूको मर्यादा। अहिले हामी सोचिँदा हामी कुराकानी गरिरहेका थियौँ, नेपालमा एजुकेसनको सुधार गर्ने कुराको पहिलो खुड्किला केलाई बनाउनुपर्छ भनेर भन्यो भने नेपालमा सबभन्दा हाइएस्ट पे हुने जब शिक्षकको हुनुपर्छ। हामीले त्यो शिक्षकको वृत्ति विकास, शिक्षकले प्राप्त गर्नुपर्ने सुविधाहरू, शिक्षकले प्राप्त गर्ने न्यूनतम कुराहरू पनि अहिले कानुन बन्दै गर्दा पनि हामीले दिन सकेनौँ भने हाम्रो विद्यालयहरूलाई हामीले ठिक ढङ्गले सञ्चालन गर्न सक्दैनौँ। अहिले हामी भनिरहेका छौँ शिक्षक साथीहरूलाई, तपाईहरुले उठाउनु भएको कुराहरू हामी एउटा पढिरहेका छौँ, हेरिरहेका छौँ। पार्लियामेन्टमा हामीहरू काम गर्छौँ। हाम्रो नियतमाथि तपाईहरुले विश्वास गर्नुपर्छ, हाम्रो विवेकमाथि तपाईहरुले विश्वास गर्नुपर्छ। यो त सरकारको प्रस्ताव न हो, हामी सिङ्गो पार्लियामेन्ट बाँकी छ। हामी पार्लियामेन्टबाट यसलाई सच्याउँछौँ, यसलाई ठिक बनाउँछौँ, यसलाई संविधान सम्मत पनि बनाउनु पर्नेछ। शिक्षकका कतिपय कुराहरू फेरि चाहिँ जुन कुराहरू यदि उपयुक्त छैन भने त्यो उपयुक्त नभएको कुरालाई हामीले त्यसलाई नमानेर जान्यौँ, तर उपयुक्त कुराहरू मानेर जान्यौँ, ठिक कुराहरूलाई मानेर जान्यौँ। यो कुराको सन्दर्भमा चाहिँ पार्लियामेन्टले काम गर्नु, यसमा सबैसँग बसेर काम गर्ने हो। तर पार्लियामेन्टबाट यसपालि कानुन बन्दै गर्दा त्यो कानुनले कम्तीमा पनि 8, 10, 15, 20 वर्ष हाम्रो पब्लिक एजुकेसनलाई, स्कुल एजुकेसनलाई ठिक ढङ्गले लाने गरिकन काम गर्छौँ भन्ने हाम्रो एउटा कमिटमेन्ट छ। हामी भनिरहेका छौँ र हामी के आशा गर्छौँ भने गभर्नमेन्टसँग पनि कुराकानी भएको आधारमा आजभोलि भित्रमा अहिले कम्तीमा पनि यो यत्रो केटाकेटीहरू स्कुल पढ्न जान नपाउने कुरा चाहिँ शिक्षकहरूलाई पनि गर्न मन लागेको छैन, म मान्दछु, म पनि बुझ्छु यो। त्यसैले चाँडोभन्दा चाँडो यो आन्दोलनलाई यसलाई स्थगित गरेर पार्लियामेन्टलाई विश्वास गरेर सरकारले पनि आफ्नो पोजिसन क्लियर गरोस्, हामी पार्लियामेन्ट पनि आफ्नो कामहरू गर्छौँ।